म चाहिँ यहाँ बसेर उता पारी भुटानमा हेर्दाखेरि चाहिँ नि के सोचाइ आयो भनेदेखिलाई चाहिँ त्यो पारी देख्दै गरेको गाउँहरू छ नि त्यो गाउँहरू चाहिँ कस्तो होला हैन। अनि त्यहाँनेर यस्तो घरहरू छ पुरा हैन। त्यो पारी माथि माथि डाँडातिर अन्त अब हामीले यहाँ देख्दाखेरि त रोड मुनि गाडी कुदेको देख्छौँ हैन। अन्त त्यो माथि पहाड जस्तै अब टपमा चाहिँ गाडी पनि अब पुग्छ कि पुग्दैन हैन। अब रोड पनि छ कि छैन कसरी खान्छ होला जस्तो सोचाइ आयो क्या। अनि यसो सम्झे हैन यो गाउँको नामहरू के होला। अनि सायद अब यो जग्गाबाट यो गाउँबाट पनि कतिजनाले मलाई माया दिइरहनु भएको होला सपोर्ट गरिरहनु भएको होला जस्तो लाग्यो क्या। अनि यहाँनिर चाहिँ टावर पनि रहेछ भुटानको के हो नाम कुन चाहिँ टावर रहेछ यहाँनिर हेर्नुहोस् न। त्यो आकाशकै फेदमा देखेको हेर्नुहोस् न बादलकै छेउमा देखेको क्या। यहाँबाट हेर्दाखेरि चाहिँ कस्तो मजाको रमाइलो हेर्नुहोस् न। आज दिन फेरि यस्तो सेटिस भइरहेको छ।